ए माइनस बी भन्नाले ए बाट बी घटेको छ हो। म यसलाई भेन्चितबाट देखाउनु पर्दा ए बाट समूह ए बाट बी घट्छ। कसरी घट्छ? यो जादुई तरिकाले ट्रिकी तरिकाले चाहिँ कसरी बुझ्छ त? यो जादुई तरिकाले ए बाट बी घटिरहेको छ, घट्दैछ। ए बाट बी घट्यो त घट्यो छैन त बी कहाँ गयो त? आजको टपिक सेट अपरेसन अन्तर्गत युनियन, इंटरसेक्शन, डिफरेंस, डिस्जॉइंट एंड कम्प्लिमेंट। जस अन्तर्गत डिफरेंस भनेको के हो? डिफरेंस नेपालीमा फरक भन्छ। डिफरेंस भनेको के हो? The difference of two set A and B is a set of all those elements which belongs to A but not belongs to B. It is noted by A minus B. यसको माने के भयो भन्दाखेरि A र B दुईटा समूह छ। A र B को फरक भन्नाले त्यस्तो एलिमेन्ट जुन A मा परेको हुन्छ तर बी मा चाहिँ परेको हुँदैन, बी मा पर्दैन। त्यस्तो एलिमेन्टलाई के भनिन्छ भने, त्यस्तो एलिमेन्टको समूहलाई के भनिन्छ भने ए माइनस बी भनिन्छ। सेट ए, डिफरेंस अफ द ए एंड बी। फॉर एग्जांपल, ए एलिमेंट ऑफ द ए 1 2 3 4 5 एंड एलिमेंट ऑफ द बी 4 5 6 7 8। Now A minus B, A means 1 2 3 4 5 minus, here is minus, B is 4 5 6 7 8. The common element A 4 and 5 is erased. A र B को साझा सदस्यलाई के गरेको छ भने हटाइएको छ र यतापट्टिको जुन बाँकी छ, ए पट्टिको जुन बाँकी सदस्य छ त्यो सदस्यलाई एउटा समूह बनाएको छ। 1 2 3 लाई एउटा समूह बनाएको छ। यो समूह के भयो त? यो समूहलाई के भनिन्छ? ए माइनस बी भनिन्छ। अब यसैलाई हामी भेन चित्रबाट देखाउनु पर्दा ए माइनस बी भनेको के हो त? माइनस बी भनेको बी पुरै घटेर जाने, पुरै माइनस त। यसरी चाहिँ हामीले एउटा ए समूह सेट ए इज लाइक एंड सेट ए एंड इट इज सेट बी। नाउ ए माइनस बी means now with the help of materials, टिचिङ मेटेरियल्स को सहयोगबाट मैले सजिलो तरिकाले बुझ्छु। अब यसमा हेर्दा ए माइनस बी कसरी हुन्छ? ए माइनस बी बी भनेको बी लाई माइनस लाग्यो, बी भनेको त माइनस भनेको घट्यो त। कहाँ छ त बी छ त? कतै छैन नि त। बी कतै छ? छैन। मात्र के छ त? ए को ए मा 1 2 3 भन्दाखेरि इंटरसेक्शन सहित इंटरसेक्शन र बी मा रहेको एलिमेन्ट जति थियो सबै के भयो? माइनस भयो। ए बाट बी त घट्यो, बी घटेर गयो भन्दाखेरि बाँकी रह्यो के त? बाँकी रह्यो ए का मात्र सदस्यहरू बाँकी रहेको छ भनेर हामी भन्छौँ। फेरि जस्तै यसलाई हामी विद्यार्थीहरूलाई अब कापीमा कसरी गरेर देखाउने भन्दाखेरि यसरी हामी चित्र बनाउँछौँ। ए एन्ड बी यति त पुरै त घटेर त गयो, यति पुरै घटेर गयो भने बाँकी रह्यो कति त? यो रह्यो। यसलाई हामी के गर्ने भने छायाङ्कन गरिदिने। यसलाई हामी छायाङ्कन गर्दाखेरि बाँकी रहन्छ यो के भन्छ? ए माइनस बी भयो। यसरी हामी सजिलो तरिकाले बुझ्न सक्छौँ। विद्यार्थी भाइ बहिनीहरूले पनि बुझिसक्यो होला। साथै अब यसैलाई हामी बी माइनस ए गर्दाखेरि के हुन्छ त? बी माइनस ए भन्दाखेरि बी बाट ए घट्यो, बी बाट ए घट्यो भनेको त अब बी बाट ए घट्यो, बाँकी रह्यो कति त?
ओन्ली बी बाट ए मा रहेका सम्पूर्ण सदस्यहरू हटेर गयो। के भनेको छ बी माइनस ए देखाउनु पर्दा बी माइनस ए इम्प्लाइज दैट बी का एलिमेंट कति छ त 4 5 6 7 8 एंड ए का एलिमेंट कति छ त 1 2 3 4 5। अब कॉमन एलिमेंट के छ त कॉमन एलिमेंट 4 5 4 5 तर 4 5 कॉमन एलिमेंट ला हटाइसकेपछि बी पट्टी को बाँकी कति रहन्छ त बाँकी त यति रहन्छ वो 6 7 8 यो बाँकी रहेको जुन सदस्य त्यो चाहिँ के हुन्छ त आन्सर हुन्छ। हेर्दा भेन चित्रबाट 6 7 8 6 7 8 के भयो त यसको आन्सर हुन जान्छ। छायाबाट देखाउनु पर्दा हामी कसरी देखाउने त यो भयो बी यो भयो ए बी ए त सबै हटेर गयो यति हटेर गयो यति हटेर गयो यति सब बाँकी रहेको त बी को पट्टिको बाँकी यो यसलाई हामी छाया पार्दै यो बाँकी रहन्छ यसलाई छाया पार्दैन यो के भइहाल्छ त बी माइनस ए। यसरी हामी चाहिँ डिफरेन्स दुईटा एलिमेन्टको डिफरेन्स चित्रबाट विद्यार्थी भाइ बहिनीहरूले पनि इजी तरिकाले यो बुझिसके होला। पी माइनस ए कसरी गर्ने अथवा ए माइनस बी कसरी गर्ने अथवा दुईटा एलिमेन्टको डिफरेन्स कसरी गर्ने भनेर हामी अब यो बुझ्यौँ। भिडियो मैले ल्याएको नयाँ मेथड मेरो मेहनतको लागि मन परेमा द ज्योमेट्री गुरु च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। हस्त धन्यवाद।